आफ्नो साथीलाई पैसा दिनु दुश्मन बनाउनुस् फ्रीको अफर त्यस्तै भयो यार मलाई अब आफ्नो साथीलाई दुःख पर्यो आपत पर्यो भनेर चाहिँ अब खुट्टाको बुढी आमलाई ढोकेर पैसा माग्न खोज्छ माग्ने बेलामा चाहिँ तेरो बुढी आमलाई ढोक्छु यार प्लिज यार दिएन यार यस्तो पर्यो इमर्जेन्सी अब है भनेर माग्छ अब दिनु पर्यो अब मलाई नि त आपत पर्छ फेरि चाहियो पछि अब 2 महिना 3 महिना त्योभन्दा अगाडि त पापा यो होइन अब त्यो 3 महिना पछि चाहिँ अब मलाई आपत पर्यो अब मेरो नि परिवार अब यताउति साथीहरूले लौ न है हिँड घुम्न कहिले काहीँ त भन्छन् अब हिँड्न परेको होइन अनि त्यतिखेर माग्यो अब ऊ चाहिँ उसलाई चाहिँ अब मैले दाइजो मागे जस्तो हुँदो रहेछ के होइन दाइजो भन्दा पनि अझ ऊ चाहिँ गाउँको मुखिया अनि त्यहाँबाट म चाहिँ त्यो डेरामा बस्ने मान्छेहरू जस्तो यस्तो घुँडा टेकेर हजुर लौ न मेरो छोरोको पढाइको खर्च निकाल्नु पऱ्यो बरु यति अन्न बाली म दिन्छु भनेर माग्छन् नि त्यस्तो बनाउँछन् यार